हेलो, आज चाहिँ हामी गएका थियौँ सत्यनारायण पूजामा। यति रमाइलो हुन्छ भनेर मैले सोचेको थिएँ। बिहान उठ्दा साथ चाहिँ म चाहिँ लागेँ मुख धुनतिर। ट्याक्क अनि मुख धोएपछि चाहिँ रेडी भएँ म। हामी चाहिँ लाग्यो तेल हाल्नको लागि पेट्रोल पम्पतिर। हामी चाहिँ आज चाहिँ ट्याक्क लाएर गोफुङ्गा हल्दे भन्ने ठाउँतिर चाहिँ जान लागिरहेको छ। मामा अनि म अनि दाइ चाहिँ लाग्यो हामी गोफुङ्गातिर। गर्मीको सिजन सुरु भइसक्दा पनि बाटोमा यति जाडो थियो कि कुरै नगर्नुहोस्। हामी चाहिँ जिउ तताउनको लागि चाहिँ एक किसिम नाचियो। त्यसपछि चाहिँ हामी पुग्यो रतनमारे बजार। रतनमारे बजार पुग्न साथ चाहिँ मामाले भोक लागेर चाहिँ हामी चिया नास्ता गरेर चाहिँ अगाडि बढ्नतर्फ लाग्यो। अनि हामी चाहिँ लाग्यो राँगामारे हुँदै पुग्ने आँटेको थियौँ कि ठ्याक्कै चाहिँ बाइकले धोका दियो। अनि दाइ आउनु भयो मलाई लिन। अनि ट्याक्क लाएर चाहिँ हामी पुग्यो दाइको मामा घर। अनि ट्याक्क लाएर आज हाम्रो दाइ चाहिँ पूजामा चाहिँ घाँटी गणेश भन्दै हुनुहुन्छ। यता पूजाको तयारी चाहिँ धमाधम सुरु भइरहेको छ। यता मामा भान्जा डाँडा काँडा हेर्न गएको त झन्डै हामी पुग्दा साथै पूजा पनि सुरु भइसकेको छ। अनि यता चाहिँ आन्टीले अर्ग्यानिक अचार चाहिँ बनाउँदै हुनुहुन्छ। अनि यता चाहिँ हंसपुरको पन्जेबाजा भन्ने टिम चाहिँ आइपुग्नु भएको छ। भ्लग चाहिँ अन्तिमसम्म हेर्नुलाई त यति रमाइलो भएको थियो नि। अनि यो बाको डान्स हेर्नुहोस् त, एक्लै च्यालेन्ज गर्नुभएको छ। यता टक्क लाएर चाहिँ खाना पनि रेडी भइसकेको छ। अनि मामाले चाहिँ भोक लाग्यो भान्जा भनेर चाहिँ मलाई हैरान पुऱ्याउनु। यता चाहिँ यति धेरै मान्छे आइसक्नु भएको थियो कि कुरै छोड्नुहोस्। हामी पनि बस्यो ट्याक्क लाएर चाहिँ खाना खानलाई। मामाले हेर्नुहोस् त यस्तो खानुभयो कि यस्तो खानुभयो कि कुरै छोड्नुहोस्। अनि हामी चाहिँ खाना खाएपछि चाहिँ यसो हिँडौँ भनेर चाहिँ मामा भान्जा घुम्न गयौँ। अनि हामी घुम्दै चाहिँ यता ट्याक्क लाएर चाहिँ पन्चेबाजा पनि सुरु भइसकेको छ। यता मामा भान्जा चाहिँ ट्याक्क लाएर इन्जोय गर्दै चाहिँ बसिरहेका थियौँ। यता चाहिँ हाम्रो एकजना ह्यान्डसम भाइ चाहिँ भेटेका थियौँ। अनि यता चाहिँ ट्याक्क लाएर चाहिँ बहिनीहरू नाचिरहेका थिए। यता चाहिँ हाम्रो दाइले चाहिँ यस्तो जोसमा बाजा बजाउनु भएको थियो कि पुरै छोड्नुहोस्। अनि पूजा सकिएपछि चाहिँ फुलपाती सेलाउनको लागि चाहिँ